म हिन्दू 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 म हिन्दू हूँ हिन्दू हिन्दू र मेरो मेरो बुद्धका प्रति मेरो माया छ, श्रद्धा छ। बुद्धिज्मलाई आज संसारले मानेको छ। आज बुद्धिज्मलाई के भएको छ भने उनीहरूले चाहिँ साइन्टिफिक रिलिजन पनि वैज्ञानिक धर्म पनि मानेका छन्। त्यो प्राकृतिक धर्म मान्ने देश छ हाम्रो, राई लिम्बूहरू छ, प्राकृतिक त्यो सबैलाई हामीले सम्मान गर्नुपर्छ। त्यसलाई म सम्मान गर्छु। सनातन हिन्दू राज्यबाट के बोलिदिनु भनेर बोलेको छ। सबै साथीको इच्छा छ, मलाई बोल्ने कुरा धेरै छैन। तर म हिन्दू हुँ, मेरो वर्तमान पनि हिन्दू अनुसार भएको हो। मेरो बहिनीको बिहा गर्नु पऱ्यो भन्दाखेरि के गर्ने भन्दा बहिनीको बिहा गर्ने भने त ठिक छ, वर्तमान गरेपछि बहिनीको बिहा गर्न मिल्छ भने ल बहिनीको बिहा गरेर वर्तमान गरेपछि जसले पनि हालेको भयो। त्यस पछाडि चाहिँ मैले बिहा पनि मैले चाहिँ नि गुहेश्वरीमा बिहा गरेको हिन्दू रीतिरिवाज अनुसार गरेको हो। त्यस कारण म व्यक्ति रूपमा पुरा हिन्दू हो। हेर्नुहोस्, मलाई कसैले मलाई हिन्दू धर्म जान्छ नेपाल के हुने के धार्मिक स्वतन्त्र हुन्छ भन्ने हुनुपर्छ भनेर छु म। नेपाल के हुने के नहुने भन्ने कुरा नेपाल जनता हातमा छ। तर नेपाली त्यो हिन्दूलाई हिन्दू हुनु पाउँदैछ भन्न चाहिँ पाइन्न। म हिन्दू हो हिन्दू हिन्दू त्यस कारण चाहिँ पशुपतिमा जान्छु म। पशुपतिनाथको पूजा गर्छु मैले। पछि पशुपति जाने मन छ मलाई। त्यस कारण चाहिँ मैले